साइज हो 24 साइज अलि उहाँले तपाईहरुले मिलाइदिनु ल आरिन कहिले मैले कोही गर्छु देउ न अहिले मिलाइदिनु न लाने गर्नु पर्दैन ठीक छ सामने बाटोमा त मान्छे यसलाई यताबाट सारे यता यसलाई चाहिँ उताबाट गुल्टाइदिउँ न क्या त मान्छे को होला के होला त्यस्तो काम गर्छ यताबाट एउटा चाहिँ यताबाट हेटौडा उपमा होइन ठिक छ केही छैन तिम्रो नमस्ते तिम्रो चप्पल खै त सानो त्यहाँ छ मेरो नाम कुमार सिंह हो म यस विद्यालय जीवनज्योति आर्थिक विद्यालय हेटौडा 19 लेखपानीको प्रभाव हाम्रो विद्यालय चाहिँ यो तपाईँको हेटौडा 19 नम्बर हेटौडा नगरभित्रकै विद्यालय भए तापनि यहाँ चाहिँ विविध समस्याहरू थियो बच्चाहरू भोकै विद्यालय आउने अनि त्यो कुरा पनि पत्रिकामा निस्क्यो त्यो निस्केपछि यहाँका समाजसेवीहरूले चाहिँ यहाँ चाहिँ चामलको व्यवस्था लगायतको व्यवस्था भएपछि विद्यालयको चाहिँ पढाइमा चाहिँ सुधार भएको छ बच्चाहरूलाई अहिले चाहिँ हाम्रो तत्कालको अवस्था के छ भने हाम्रो बच्चाहरू यहाँ पहिला भोकै आउँथ्यो अहिले बच्चाहरूलाई यहाँ डेली खाना खुवाइन्छ सरकारले दिएको रु 15 थियो पहिला अहिले चाहिँ 20 भएको छ त्यसले चाहिँ हामीले तरकारीको व्यवस्था गर्छौँ अनि बाहिरबाट जुन समाजसेवीहरूले चाहिँ हामीले चामलको बोरा उपलब्ध गराउनु भएको छ त्योबाट चाहिँ बच्चाहरूले हामीले डेली खाना त्यसले गर्दा पढाइमा चाहिँ के सुधार भएको छ भने बच्चाहरूले अहिले तपाईँहरूले देख्न सक्नुहुन्छ बच्चाहरू हाँसी खुसी छन् बच्चाहरू खुसी छन् प्लस यहाँ तपाईँको नगरभित्रकै विद्यालय भयो भने यहाँको बच्चाहरूसँग कापी कलम हुँदैन थियो अचम्मको कुरा कापी कलम नै हुँदैन थियो है अनि त्यसले गर्दाखेरि पनि पठन पाठनमा चाहिँ प्रतिकूल समस्या थियो अहिले चाहिँ हामीले चाहिँ जुन कुरा चाहिँ सामाजिक सञ्जालमा चाहिँ जुन प्रसारण भइसकेपछि यहाँ कापी कलम चाहिँ समाजसेवीहरू मार्फत प्लस चामलहरू त्यो व्यवस्था भइसकेपछि चाहिँ पहिले बच्चाहरू यहाँ आउँदाखेरि त्यो ब्ल्याङ्केटको टुक्रा टाउकोमा बाँधेर आउँथ्यो चिसोले अहिले बच्चाहरू आज स्वेटर वितरणको कार्यक्रम पनि सम्पन्न भएको छ बच्चाहरू तातो न्यानो लुगा लगाएर आउँछन् बच्चाहरू पनि पहिलाभन्दा खुसी भएको छन् बच्चा मात्र खुसी होइन अभिभावक पनि खुसी भएको केही बाबु नानीहरूको चाहिँ खुट्टामा चप्पल देखिएन बच्चा यहाँबाट चाहिँ 25 देखि 30 मिनटको दूरीबाट आउँछन् उनीहरू नाङ्गै खुट्टा आउँछ अहिले त अझ ठिकै हो योभन्दा जाडो महिनामा चाहिँ यहाँ तपाईँको शीत पर्छ त्यो बेला चाहिँ अलिक बढी गाह्रो हुन्छ अरू बेला नाङ्गै आउँछन् कारण आर्थिक अवस्था नै नढाकिएर भन्दाखेरि आर्थिक समस्या आर्थिक कमजोरी आर्थिक अवस्थाले गर्दाखेरि पानीको समस्या थियो भन्नुहुन्थ्यो पानीको समस्या अहिले स्कुलमा खाने पानीको लागि यहाँबाट तल 500 मिटरबाट गाग्रोमा बोकेर ल्याउने हो अनि हामीले टोयलेटको लागि चाहिँ के गरेको छ भने बर्खाको आकाशको पानी चाहिँ हामीले चाहिँ सङ्कलन गर्ने गरेका छौँ त्यो बर्खामा आकाशबाट झरेको पानी सङ्कलन गरेर टोयलेटलाई चाहिँ त्यसले व्यवस्था गर्छौँ खानेपानीको लागि 500 मिटर तलबाट बिचरा पिउनले मात्र सक्दैन बच्चाहरू पनि बोतलमा बोकेर पानी खानुपर्ने अवस्था छ नगरपालिकाले ओडाले चाहिँ कस्तो सहयोग गरेको छ ओडाले गर्नु भएको छ भनौँ न अब योभन्दा अगाडि अपुरो गेट थियो अपुरो गेटको लागि 5 लाख रुपियाँ ओडाबाटै आएको पैसा हो नगरपालिकाबाटै आएको पैसा हो त्यहाँबाट ओडाले अब गर्नु एमजिएमएल सञ्चालित चाहिँ एमजिएमएलको लागि ओडाबाट योभन्दा अगाडि 1 लाख रुपियाँ
अनि यहाँ हजुरहरू जसले पढाउनुहुन्छ टिचर हुनुहुन्छ तपाईँहरू चाहिँ तलबाटै आउने जाने गर्नुहुन्छ है? हामी डेली आउने जाने गर्छौँ। हामीलाई अहिले त हिउँदोमा त अहिले तै बेसी जस्तो तस्तो हामी आउने ठिक छ भनौँ न, हामी आफ्नो साधनमा आउँछौँ। बर्खामा चाहिँ हामी ठ्याक्कै 7 बजे खाना खाएर अनि हिँड्नुपर्छ, किनकि महामारी पहिरो हिँडेरै आउनुपर्छ है। किनकि बाटो हुँदैन। बाटोमा ठुला ठुला ढुङ्गाहरू खसिएका छन्, त्यो ढुङ्गा समेत पन्छाइएको छैन। यसमा के छ, ओडाले चाहिँ बाटोको चाहिँ केही गर्दै नगरेको स्तर उन्नतिमा? ओडालाई हामीले पनि भनेको, हामी टिचरहरू हिँड्न गाह्रो छ, यहाँको उपभोक्ताहरू हिँड्न गाह्रो छ भने हामीले ओडालाई पटक पटक पनि भनेको हो। अब ओडाले एकचोटि बिचमा सफा पनि गर्नुभयो, सफा गरेर पनि फेरि असोजमा चाहिँ ऊ भयो कि फेरि झरी ठुलो झरी पर्यो, त्यो पछि छैन, त्यो पछि सफा गरिदिनु भएको चाहिँ अझ। नमस्कार, म सुशान्ति मल्सिना। आज चाहिँ हामी यो हेटौँडा उपमहानगरपालिका वडा नम्बर 19 स्थित जीवन ज्योति आधारभूत विद्यालयमा चाहिँ विद्यार्थीहरूलाई स्टेसनरी सामान र न्यानो कपडा वितरण गर्न आज हामी यहाँ आएका थियौँ। आउने क्रममा बाटाहरूमा भएको हाम्रो अवरोध भनौँ अथवा बाटोको स्थिति हेर्दा एकदम नाजुक स्थिति छ। यहाँ अटो पनि आउनलाई मुस्किल स्थिति देखिन्छ। बाटो धेरै साँघुरो, धेरै विकट जस्तो महसुस भइरहेको छ। धेरै साँघुरो बाटो छ। अब यो बाटोको लागि पनि यो उपमहानगरपालिकाभित्र कुनै ठाउँमा चाहिँ नालीको व्यवस्था, लाइटको व्यवस्था गरिरहँदाखेरि कुनै ठाउँमा चाहिँ बाटोसम्म पनि, अटोसम्म पनि, यातायातको साधनसम्म पनि नपुग्नु चाहिँ एउटा दुर्भाग्य विषय हो जस्तो लाग्छ। यो सम्बन्धित निकायले यो विषयमा चाहिँ अलिकति ध्यान जाओस्। स्थानीय सरकारबाट यो हेटौँडा उपमहानगरपालिका वडा नम्बर 19 मा चाहिँ खासै चासो नदिएको, यो लेकपानी भन्ने गाउँमा चाहिँ यातायातको लागि चाहिँ पूर्वाधार विकास नभएको जस्तो देखिएको छ। यो अलिकति स्थानीय तहले अलिकति यो विषयमा चाहिँ अलिकति जोड दियोस् भन्न चाहन्छु। अब हेटौँडा उपमहानगरपालिका शिक्षा, स्वास्थ्य को विषयमा पनि अलिकति जानकार भएकै जस्तो लाग्छ। तर यो 19 नम्बर वडामा पनि हेटौँडा उपमहानगरपालिका भनेर भनिएको छ। यो वडामा पनि विद्यार्थीहरू न स्टेसनरी सामान छ, न न्यानो कपडा छ उनीहरूलाई अब चिसो मौसममा, न स्टेसनरी सामानहरू छ। अब यो सम्बन्धित निकायले चाहिँ अलिकति ध्यान दिनु होला। अब सबै कुरा भने स्थानीय तहले नै जिम्मा लिनुपर्ने हो। अब हामीले व्यक्तिगत रूपमा के कति सहयोग गऱ्यौँ भन्ने कुरा त्यो परको विषय रहला। तर स्थानीय तह जिम्मेवार बन्न जरुरी छ।